हो दिन त बिग्रेला जस्तो छ के गरौँ स्यान्डल लाएर जान्छु आज ला हो के भयो यो मान्छेलाई फेरि बल्ल 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 बिमार हुनु छोडेको के भयो मान्छेलाई कस्तो भइरहेछ खाली पेट नबस डाइटिङ नगर भनेर भनेको हैन अब अहिले ग्यासले साह्रो पारेन तिमीलाई छ्याउ तपाईँ त कस्तो कुरै नबुझी गनगनाइरहेको अन्त भनेको त सुन्नु पर्छ नि तपाईँले सुन्छ रक्सी नखानु भनेको मैले अबै त्यो चाहिँ बरु बुढी छोडिन्छ कि रक्सी चाहिँ तपाईँले एकपल्ट वचन दिनु भएको थियो होइन अब कसम खानुहोस् रक्सी खाँदिन भनेर के गर्छौ जबै गएर दबाई खाऊ मान्छेले कसम त टाउको छोएर पो खान्छ त कहाँ बुढी बुढी हात लगेको किनकि तपाईँ बाबा म आमा हुनेवाला छु हौडीको कुरा न के अरे साँच्ची हो फेरि भने त ओ ढाँट्नु चाहिँ नढाँट है हिजो चाहिँ किन नभनेको अन्त हिजो होसमा पनि हुनु पर्यो नि त अन्त हे भगवान् टाइममै होस पुर्यायो भने चाहिँ फल पाउँदो रहेछ धन्यवाद प्रभु धन्यवाद आउन फेरि भएन सुन अबदेखि रक्सी खानु त परै जाओस् रक्सीको छायादेखि पनि म 100 कोस पर भागेर हिँड्छु लु भयो खाँदिन अबदेखि खाँदिन लु कान पक्रे अनि तपाईँ चाहिँ कता बिहानै खाजासाजा पनि नखाई आज दिनभरिको लागि 84 व्यञ्जन तिमीले खुवाइहाल्यौ म डम्मै भयो मलाई केही खानु पर्दैन साँच्चै सुन न म नि यो माथि दुखी आत्मा भन्छ नि हो माइला दाजु उसको लागि नि केटी माग्नु गएको कि गाउँमा हल्ला नगर है ल हे भगवान् बुहारी भित्राउने बेलामा के को बुढी भित्राइरहेको तपाईँ चाहिँ भरे छिटो आउनुहोस् है ल औ सुन त सुन है के नगर्नु है म आएर गर्छु है भरे भात ट्युन सिउन सबै ल ओके बाई हेरौँ भरे भन के साह्रो ढिलो गऱ्यो हौ आमा पर्खिँदा भइसक्यो होस् न हौ बिचारा अब एउटा भने हुनेवाला बाउला बेहुला हो बेहुला अब अर्को बिचारा किस्मत दाजुको त त्यस्तै समस्या छ के गरोस् त हो नि हो समस्या त सबैको छ नि मेरो पनि त समस्या छ भन्नु नरिसाउ न हो यो नानीको शिरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासना सुनेको यो गीत लौ एउटाले भित्राउन आँटेको छ उभो खुसीले गद के हो पारा अस्तिको काँचो आँप क्या काँचो आँप अचार बनाइस् भनेदेखि त यसो हामीलाई पनि यसो अलिकति चाख्न ल्याइदिनु नि के को अचार हौ तैँले अस्ति भनेको विचार मिल्यो नि के विचार हौ कानी हाल्यो त्यति हो आयो भन्यो भयो नि भक्कु बधाई छ यो पालि चाहिँ मोर्चा सम्हालिछस् के को मोर्चा हो मोर्चा सम्हाल्नु चाहिँ नि फौजीहरूको चाहिँ कर्तव्य हो नि कर्तव्य अन्त अन्त खोइ बेहुला आएको छैन खोइ बेहुला त अब नाक कानको रौँ उखेल्दा दारी उल्टा पाल्टी काट्दा यसमा कालो लाउँदा ढिलो भयो होला म पनि झन्डै नभएको नि भाउजू अचानक साह्रो भएर तर दबाई खुवाएर अलिक बिसेक भएर चाहिँ अब भ्याइदिनु पर्यो भनेर आएको नि आउनु भयो सर तपाईँ नआएको त हामी त के गर्नु बर्बाद लो अनि खोइ उल्टा सुल्टा खोइ मेहन्दी जस्तोको त्यस्तै छ त काँचुली के फेर्थ्यो ल के को काँचुली फेर अब उसले मलाई जस्तो देख्यो त्यस्तै मन परायो अब त्यस्तै जाने नि लो भयो अब ढिलो गर्नु हुँदैन चाहिने सामग्री मैले सबै लिएर आएको छु
गाडी चाहिँ खोइ गाडी त के को गाडी उहाँ मासतिर त्यो ढेस्कना झरेर बाटो बन्द अब 11 नम्बरको गाडी स्टार्ट गर हिँडौँ जाउँ ए त्यसो सुरु गरौँ ल टाढो जाउँ हजुरको बगैँचामा एउटा फुल फुलेको रहेछ अनि हाम्रो गाउँमा पनि एउटा गमला खाली छ र त्यो फुललाई चाहिँ लगेर त्यो हाम्रो गाउँको त्यो सुन्दर गमलामा सजाउँ भनेर आएको भुल त्रुटि भएछ भने क्षमा गर्नु होला यो दस्तुरी स्वीकार गर्नु होला तिनलाई त मैले कहाँ देखेको ए याद आयो सानोमा हामी सँगै स्कुल पढेको होइन मलाई पनि त्यस्तै लाग्दथ्यो तर हो कि होइन हो नि कस्तो कुरा गरेको आमा साथी त जस्ताको तस्तै रहेछ सानोमा हामी तिमीलाई दिए भनेर बोलाउँथ्यौँ होइन हो त अन्त हो नि के को हो यो मान्छेको त नौरान त पहिल्यै भएको रहेछ त यादमा भनेर हजुर के भन्नुभयो दिजी सिन्छ नि केटाहरू यो दिए भनेको चाहिँ के हो दिए भनेको चाहिँ तपाईँको डेन्जर आदमी भुस्तिग्रे मान्छे केही भन्नै नहुने पिटी त हाल्थ्यो होइन कहिले साथी भन्नुहोस् त हो कि होइन त हो तिम्रो पनि तपाईँ तपाईँको पनि त नाम के भनेर राखेको थियो है के भनेपछि के किशोर कुमार गाउनुहुन्थ्यो उहाँले पनि होइन हौ पहराङ्गे कान्छा भन्थ्यो उहाँलाई त हँसी मजाक त धेरै भयो बेत खोलाखोल पनि धेरै भयो अब खास कुरो के थियो त्यो भन्नुहोस् न ए कुरा त मैले अघि तपाईँलाई भनिहालेँ है तपाईँको बगैँचामा भएको फुल चाहिँ हाम्रो भमराले मन पराइदिएको रहेछ र त्यो फुललाई सजाउन चाहिँ हाम्रो गाउँ लिएर जाउँ भनेर आएको नि होइन यसरी भनेर कहाँ हुन्छ त केटाकेटीको भेट भएको छैन उनीहरूको राजामन्दी भएको छैन अन्त अचानक यसरी कुरा गरेर कहाँ हुन्छ त के कसो हो भन्नु त ठिकै हो अब ठिकै भन्नुहुन्छ है त्यसको लागि तपाईँहरू चिन्तै मान्नु पर्दैन हौ केटाकेटीमा भेटघाट जे हुनु थियो अस्ति भइसक्यो अब चाहिँ खाली तपाईँहरूको आशीर्वाद मात्रै चाहिएको छ केटा त उर्को पो छ त गमला भन्छ हाम्रो फुल आँट्छ कि त मायामा के को अग्लो फुलको के को मोटो पातो अगर बस्नु अन्त नानी कति पढ्नु भएको छ आमदामी कति छ होला अनि घर परिवारमा को हुनुहुन्छ होइन तपाईँले त नोकरी देला जस्तो इन्टरभ्यू नै पो लिनुभयो त हौ कस्तो कुरा गर्नु भएको अब नोकरी नभए पनि अब छोरी त दिनु छ अब यति त सोध्नै पर्यो नि अहिले मामुली बाख्रा कुखुरा लिनु जाँदा त आधार कार्ड देखाउनु पर्ला जस्तो छ यहाँ त अलिकति भुल बुझाबुझ भएको जस्तो मलाई भान हुँदैछ क्या उहाँले ताक्नु हुँदैछ यहाँलाई अनि तपाईँको घरको फुल मन पराएर फुललाई लिन आउने केटा चाहिँ यहाँ हुनुहुन्छ नि ए गमला भनेर सिन्टेक्स लिएर आउने भवरा भनेर
अरिङ्गल लिएर आउने? होइन, उहाँको लागि त बुढा मरेको बुढी कन्या पाउनुहुन्छ त। होइन, एकछिन बस्नुहोस् त, यति दुःख गरेर त आउनुभयो है। एकछिन बस्नुहोस् है ल तपाईँहरू। आउनुहोस् त, सुन्नुहोस् न यहाँ, सुन्नुहोस् त। केही दुःख चाहिँ नगरे पनि थियो। बुढिया त अलिक रिसाएको छ कि, तर पनि कुरा चाहिँ मिल्ला जस्तो छ है। लाज शरम पचेको मान्छेहरू आफ्नै साथीको छोरीलाई माग्नु आउने, आफू भने काठ पर्सेको मुला जस्तो छ। भयो नि हो, भयो, नकरा न। अब मेरो पनि त साथी हो। अब उनीहरू एक अर्कामा मन परापर भइसकेको छ। छोड्दे हो, छोड्दे। होइन, त्यसो भएदेखि मलाई पनि कोही केटा माग्नु आयो भने मलाई दि पठाउँछ। त्यहाँ लिनु गएको छ, तिर्खा पनि लागिरहेको थियो। एकछिन बसौँ है। आज जुत्ता म मिलेलाई नि, केटालाई आज जुत्ता म छोडै छ सक्छु। डन्डी खप्छ। आज चाहिँ मैले तिमीहरूलाई जानेछु। पर्खन साथी। मेरो जुत्ता जुत्ता हेर्न, जुत्ता जुत्ता छोडिएछ। के को जुत्ता छोडिएछ? के जुत्ताको भतारा खान्छ? छिटो हिँड्न। हे भगवान्, आज जुत्ता लिनु जाउँ न। हेर्न कहाँ छोडियो, छोडियो। जुत्तै छैन। म के को जुत्ता उयो हेर्न साथी। साला यो के भन्छ, दुखी आत्माले नि गर्नुसम्म गर्यो। साथी बुढेसकालमा धन्न टाइममै बाउ भएछु र मात्रै कि, नभए चाहिँ आज बाउ नहुने गरी भेट्ने थिएँ। मेरो पनि करम भएको, कता कता अड्किरहेको थियो। ए माइला हुन्छ चित्त बुझ्यो होइन। अब बुढेसकालमा अर्काको इस्टकोट मागेर ल्याएको मर्नु बनायो। गहिरो माया पो त हौ, गहिरो माया। म पनि नभित्रै कहाँ छोड्छु। ल अब गहिरो माया, तिम्रो त्यो गहिरो मायामा चाहिँ तिमी मात्रै डुब्नु, हामी सबैलाई डुबाउने काम नगर्नु है। नगर्नु नगर्नु, मर्नु भयो। जस्तो छु, राम्रै छु, यस्तै छु, मन पराएकै हो भनेर गएको होइन। जहाँ के हो हामीलाई पनि मन पराएकै हो त के गर्नु मैले। यस्तैमा मन पराएर के गर्नु मैले। जे गर्छौ तिमी गर। हेर यसरी सबै समाज चाहिँ नजाक। कालको मुखबाट बाँचेर आइयो नि हो। आज त भन्दो बाँच्यो। बाँच्यो नि हो, बाँच्यो। ए मेरो जुत्ता। जुत्ता रहेछ। साथी बमारा फुल हेर्नु नजाने। एको फुल नसुल, भाग। ए भाग भाग माइला भाग। कस्तो रहेछ।
अमित हेक म बोलेको निरे हो निरे छिट्टो गाडी लिएर आइज न हौ आमा पुरा साह्रो भइसक्यो छिटो आइज त अरे हो दाजु हौ कहाँ गइहाल्नु भएको हो यति हतार हतार म तल हौ के अरे किस्मत काका घर गएको अरे दाजु म भी त वहीँ गएको हो आराम से हिँड्नुहोस् न कहाँ आराम हौ ऊ काकी साह्रो भएर बिमार भएर कि अन्त गाडी लिएर आइदिनु भने गाडी फेरि ऊ तल राखिरहेको छु मैले कि अन्त त्यो गाडी लिनु पनि गएको ऊ दाजु छ नु भाउजूको इलाजको खातिर मसँग पैसाको कुरा गरेको थियो ए राम राम के भइहाल्यो हो भाउजूलाई फेरि लु हिँड्न त हेरौँ के भयो दाजु के भइहालेछ अघि त राम्रै छ तपाईँ खै भन्दै थियो अरे हो यहाँ लड्छ है मेरो गाउँमा के भयो नसुत्नु केही छैन बिस्तारो लैजा मेरो गाउँमा के भयो मेरो गाउँमा मेरो गाउँमा के भयो आमालाई ओइ मेरो गाउँमा के भयो यस्तो गाउँलेहरू यसो सानो गरौँ न के भयो मेरो गाउँमा बोल न बहिनी हेर्न आमा के भयो आमा निरे हेर्न हेर्न तेरो आमालाई के भयो निरे गाउँलेहरू हेर न के भयो निरे आमा दाजु त्यसरी मन सानो नबनाउनुहोस् के भयो पिके शान्ति राख्नुहोस् के भयो डह्रो हुनुपर्छ हेर नानीहरू याद गर्नुपर्छ छोरा छ छोरी छ नभन त्यस्तो नभन निकाल्नु हो गाडीबाट नभन त्यस्तो नि मट्याङ रे गाडीबाट निकाल्नुपर्छ बहिनी हेर्नु दिने आमालाई के भयो आमालाई आमा पुरै कुरा छ पुरै कुरामा धेरै कुरा छ त्यही कुरामा तपाईँ हाम्रो त्यही कुरामा तपाईँ हाम्रो त्यही कुरामा तपाईँ हाम्रो सपना छ पुरै कुरामा पुरै कुरा छ पुरै कुरामा धेरै कुरा छ ला हो के भयो यो मान्छेलाई फेरि बल्ल 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 बिमार हुनु छोडेको के भयो मान्छेलाई कस्तो भइरहेछ